ल सबैजना एकछिन हुँदै हुँदै सबैजनालाई धन्यवाद दिन चाहन्छु। म नाम लिन भोट माग्न आओस् न भनिदिनु होला। तपाईँहरूले मेरो भोट मागिदिनुपर्छ। त्यसरी जानुपर्छ। छिटो चाहिएको छ, जे पनि हामीलाई छिटो चाहिएको छ होइन। ल सबैजना एकछिन एकछिन सल्लाइदिनु होला प्लिज। म केही कुराहरू राख्न चाहन्छु। धन्यवाद दिन चाहन्छु म सबैलाई। हाम्रो चन्द्रयोङ हाङ सरले यहाँबाट के अरे अब यहीँ उहाँको आफ्नो समय त्यो खाजा पानी के खुवाउँछु भनेर उहाँले चाहिँ मञ्चमा गर्नुभएको छ। धन्यवाद दिनुपर्छ। ताली बजाएर एकचोटि हार्दिक धन्यवाद छ सबैलाई हाम्रो टिमको तर्फबाट। र यहाँ अरूलाई मैले धन्यवाद दिन चाहेँ है। एकछिन सुन्नु है, राम्रो सुन्नु ल। राम्रो बुझ होइन, हुन्छ हुन्छ नाना, केही हुँदैन। यो बस्ने यो यस्तोमा हामी भुल्दैनौँ। हाम्रो टिम त्यस्तो खालको हो। र तपाईँहरू जो जति हुनुहुन्छ हामीसँग साथ लागेर हिँड्नुहुने सबैलाई म धन्यवाद दिन चाहन्छु। अधिकांश हामी छोरा छोरी चेली छौँ, छोरा मान्छेहरू पनि छौँ छन चाहिँ, तर आज चाहिँ अलिक थोरै छौँ। के भएर हो होइन। अब एकछिन मिनट मैले मागेँ। यो देश बनाउनको लागि निस्केको मान्छे हो हामी होइन। तपाईँहरूलाई दुःख भइराखेको छ मलाई थाहा छ, तर मलाई पनि सुख चाहिँ छैन। छ त? राम्रो बुझौँ है, राम्रो बुझौँ। किन हामीले यत्रो दुःख गरेको? नगर्दा पनि हुन्थ्यो खास भन्दा हामी यो देश बनाउन चाहन्छौँ। पक्का यो देश बनाउनकै लागि आएको हो क्या म चाहिँ। नत्र भने मैले आफ्नो जीवपालन आफै सामान्य काम गरेर गरिहाल्थेँ। पैसा कमाएर बस्थेँ म पनि होइन। यो सारा कुरालाई त्याग गरेर विचार गर्नु त तपाईँहरू मसँग गरेपछि हो। कुनै दिन मैले घुम्ने कुरा, खाने डुल्ने रमाउने कुरा यस्तो गरेँ कुनै दिन गरेँ? तपाईँहरूलाई थाहा छ? मसँग सँगै हिँड्ने मान्छे निकै हुनुहुन्छ है। र यो देश बनाउने यात्रामा हामी छौँ, अविरल यात्रामा छौँ। त्यसो भएको कारणले तपाईँहरू पनि हिँडिराख्नु भएको छ। खुट्टा गलिरहेछ, मलाई थाहा छ तपाईँ खुट्टा गलिरहेछ। तपाईँहरू म जति हिँड्न सक्ने होइन, बानी पनि छैन, तथापि खुट्टा गलिरहेछ। र पनि हामी हिँडिरहेका छौँ। यो यात्रा के को लागि भन्दा हाम्रो देशको भविष्य बचाउने बनाउने यात्राको लागि। दुःख गर्नुहुने सबैलाई म धन्यवाद दिन चाहन्छु। एकजनालाई मात्रै धन्यवाद दिएर हुँदैन, हुँदैन। सबैजनालाई धन्यवाद दिन चाहन्छु। म नाम लिन चाहन्न, एक दुईजनाको मात्रै नाम चाहिँ लिन म चाहन्न होइन। एउटा पार्टीको केन्द्रीय अध्यक्ष हुँ म होइन। अरूले घर दैलो कसरी गरिरहेछ भन्दाखेरि करोडको गाडीमा हिँडिरहेछ होइन। छेउ हा हो गर्छ, त्यति हो। तर धुलो पिठो हामी कुदिरहेका छौँ। यी सारा कुराहरूले हामीलाई के दर्शाउँछ? हामी के कुरा होइन तपाईँको चाहिँ सङ्केत गर्छ। एकछिन बोल्नु हुँदैन। म बोलेको बेला बोल्नु हुँदैन है। हाम्रो टिमले यो कुरा याद गर्नुपर्छ। म बोलेको बेला बिल्कुलै नबोल्नु, सुनिरहनु, बुझ्नु। प्रत्येक शब्दमा अर्थ हुन्छ। त्यसो भएको कारणले गर्दाखेरि यहाँ सबैजनालाई म भन्न चाहन्छु, हामीले काम गरेका छौँ, काम गरिरहनुपर्छ। यो एउटा अनुशासन पनि हो हाम्रो होइन। ट्याक्क म बोल्ने बित्तिकै चरा मात्रै कराउनुपर्छ, चकमन्नै भइहाल्नुपर्छ। अनुशासन हो है। म बोलिसकेपछि एकछिन बोल्नु न, म दिनभरि बोलेको है। हामी अनुशासित भएर यो समाजलाई अनुशासित पनि बनाउनुपर्छ। हाम्रो केटाकेटीलाई अनुशासित बनाउनुपर्छ होइन। हाम्रो समाज छरछिमेकी सबैलाई अनुशासित बनाउनु। र यो यात्रामा तपाईँहरू अविरल खटिरहनु भएको छ। कोही दिनै आइराखेको देखिरहेको छु, कोही अब दिनै आउनु सक्दैन, आउँदैन, कोही समय मिलाएर आइराखेको छ। तर हामी सबैजना खटिरहेकै छौँ। कोही हामीभन्दा बाहिरैबाट पनि खटिराख्नु भएको छ। म यो दुई चारजना मिडिया पनि यहाँ हुनुहुन्छ त्यसको कारणले मिडिया मार्फत म भन्न चाहन्छु, म पूर्वदेखि पश्चिमसम्म आउन सक्दिनँ, समय छैन मेरो होइन। अब यहाँ पो हिँड्नु कि कता पो जानु कि अब भोलि कहाँ पर्सिदेखि भोलिदेखि मेरो फेरि सुरु भइहाल्छ देश दौडा। त्यो भएको कारणले गर्दाखेरि धरानभित्र अब यहाँ पनि हामी यता आयौँ उता आएनौँ भन्दाखेरि उताको मान्छेले मन नदुखाइदिनु प्लिज, मन नदुखाइदिनु। यतिखेर सम्मान खोज्ने समय खोज्ने, मान सम्मान खोज्ने समय होइन। यतिखेर तपाईँ हामी सबैको परीक्षाको बेला हो क्या होइन। अर्को साम्पाङको पनि परीक्षाको बेला हो। त्यही भएर ऊ पूर्वदेखि पश्चिमसम्म कुदेको छ। तपाईँहरू कुद्नुपर्छ। फल्नाले मलाई भोट माग्न आओस् न भनिदिनु होला। तपाईँहरूले मेरो भोट मागिदिनुपर्छ। त्यसरी जानुपर्छ। अब हामी यहाँबाट छुटेर गइसकेपछि तपाईँहरू आफ्नो क्षेत्रमा आफ्नो साथी सर्कलमा क्रियाशील भइहाल्नुपर्छ है। मेरो मान्छे आएन, मेरो गल्लीमा आएन, फल्ना त मिस्तोमा आएन, म
भनेर मन दुःख कसैले पनि गर्नु हुँदैन, रिस कसैले पनि गर्नु हुँदैन। त्यो खालको चाहिँ नि यता कता अलिअलि सुन्दैछु र अलिअलि सुन्ने होइन अनुभूत गरिरहेको छु, त्यस्तो हुनु हुँदैन। म जहाँ भए पनि नेपालै बनाइराखेको हुन्छु त, नेपालकै लागि कुदिरहेको हुन्छु त, होइन र धरानकै लागि कुदिरहेको हुन्छु त भने मेरो टोलमा चाहिँ आइदिएन, मेरो पालिकामा आइदिएन, होइन मेरो ठाउँमा चाहिँ आइदिएन, मेरो सभामा चाहिँ आइदिएन भनेर मन दुखाउनु व्यर्थ छ। एउटा शरीर कहाँ जाने कहाँ नजाने म, होइन यो आकाशको घामले पनि त पुरा पृथ्वीलाई एकैचोटि उज्यालो दिन सक्दैन भने एकतिर रात परिरहेछ नि त अहिले, होइन अब यता रात पर्छ उता उज्यालो हुन्छ भने एउटा शरीर सबैतिर जान सक्दैन। यो कुरा हामी सबैले बुझ्नुपर्छ। मिडिया मार्फत म त्यो भन्न चाहन्छु। तपाईँहरू जो जति श्रम संस्कृतिमा विश्वास गर्नुहुन्छ तपाईँहरू नै हो अर्को साम्पाङ, है तपाईँहरू नै अर्को साम्पाङ भने त मै मात्रै हो र होइन नि, होइन तपाईँहरू नै हो त्यो। तपाईँहरूले खट्नुहोस्, पश्चिममा हुनुहुन्छ भने पश्चिममा खट्नुहोस्, पूर्वमा हुनुहुन्छ भने पूर्वमा खट्नुहोस्, कहाँ हुनुहुन्छ तपाईँ त्यहाँ खट्नुहोस्, तर चुनाव चिन्ह माटोले यसपालि भोट जित्नुपर्छ है। यो कुरामा हामी होइन। अब यहाँ पनि थुप्रो छुटेको छ, 2 दिन भइसक्यो। अब यो कम त सानो त छैन, 5 त अब कहीँ कतै गएकै छैनौँ। अब हामीले खाजा खाइसकेपछि हामी अन्यत्र जान्छौँ। अब मेरोमा चाहिँ आइदिएन भनेर चाहिँ यहाँले मन दुखाउन गरिदिनु होला, होइन हामी अन्यत्र पनि कहीँ कतै गएकै छैन झन् साह्रो। त्यसले गर्दाखेरि अब यहाँ खाजा खायो भने हामी बस हाम्रो कहाँ छ गइ गर्ने साथीहरू नअल्मलिनु होला। मैले बारम्बार भनिरहेको छु, हामी सिस्टमेटिकली काम गर्नुपर्छ, होइन नअल्मलिकन हामी के गर्नुपर्ने काम गरेर हामी अगाडि बढ्छौँ। म अग्रिम जानकारी गराउन चाहन्छु। 15 गते फागुन 15 गते चाहिँ हाम्रो भानुचोकमा दिउँसोको 1-2 बजेतिरको समयमा चाहिँ हाम्रो कार्यक्रम हुनेछ। 12-1-2 यही समयतिर तपाईँहरू सहभागी बन्नुहोला। त्यहाँ आउनका लागि सफारी आफ्नो बाइक केही यस्तो आउँदा पनि हुन्छ है। असहज पर्नेलाई हामी केही व्यवस्था पनि गर्छौँ। यहाँहरूलाई यति गर्न चाहन्छु, तपाईँहरूले गरेको दुःख मेरो लागि होइन, मेरो लागि मलाई त चाहिँदैन है, तर यो देशलाई चाहिन्छ। यो देशको लागि हामीले दुःख गरेका छौँ। तपाईँ हामीले चुहाएको प्रत्येक ठाउँमा पसिना खेर गएको छैन। तपाईँहरूले हामीले होइन खर्च गरेको प्रत्येक सेकेन्ड समय पनि खेर गएको छैन। त्यसले कुनै न कुनै किसिमको हेर्दाखेरि होइन तपाईँको चाहिँ मकै रोपेर मकै टुसाएको जस्तो परिवर्तन आउँदैन सामाजिक परिवर्तन। राम्रो बुझौँ है, चेतनाको खेती भनेको देखिँदैन क्या, मकैको खेती पनि देखिन्छ। यहाँ त कोदोको ठोसाएर चाहिँ कोदो फलेर नल काटेको होला, होइन तर चेतनाको खेती भनेको चाहिँ आज हामीले रोपिराख्यौँ भने हाम्रो छोराको थालामा उम्रेर देखिन सक्छ है। हामीले बनाउन चाहेको नेपालमा हामीले त सुख भोग गर्न सक्दैनौँ, किनभने हामी आधा उमेर बिताइसकेको धेरै जस्तो मान्छे यहाँ छौँ। तर हाम्रो छोराछोरीले हामीले रोपिराखेको तपाईँको चाहिँ होइन श्रम संस्कृतिको फुल र फल चाहिँ उपभोग गर्नेछन् र हाम्रो तपाईँको छोराछोरीको भविष्य यो देशमा बन्नेछ भन्ने कुरामा विश्वास लिनुपर्छ। अहिले मैले के पाएँ, मैले के पाउँछु भरे खै त केही भएन, होइन चेतनाको अभियान। यही कुरा भन्दै म हिजो एक्लै हिँड्थेँ कुनै दिन है। आज हेर्नु त नेपालैभरि त्यो विचारले एउटा चाहिँ होइन रूप लिएको देख्दाखेरि म आफै खुसी पनि छु। र चेतना त्यहाँसम्म आउनको लागि थुप्रै वर्ष लागेको थियो। यो कुरा हामी बुझ्नुपर्छ। यति भन्न चाहन्छु। अब हामी खाजा बाँड्छौँ, ढङ्गिलो तरिकाले खान्छौँ, होइन के कसरी खान्छौँ, ढङ्गिलो तरिकाले खान्छौँ, होइन हामी जहाँ जान्छौँ फोहोर गर्दैनौँ, बरु फोहोर छ भने फोहोर छोड्छौँ। त्यो तरिकाले खाजा खाने काम हुन्छ। यति भन्न चाहन्छु। नमस्कार। सानिया दाजुभाइ दिदीबहिनीहरू सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु। म मासतिर आउँदैछु है दिदीबहिनीहरू, तलतिर पनि आउँछु म। तपाईँहरू पनि यहाँ नजिक आइदिए अझै सजिलो हुन्छ भन्ने हो। म तपाईँहरूको सेवा गरिराखेको मान्छे, तपाईँहरूकै सेवक हर्क सान्ताङ। एकचोटि फेरि चुनावमा भाग लिँदैछु। अलिक उता जानुहोस्, त्यो बाटोभित्र बिचबाट हुँदैन। र मैले यसपालि चुनावमा भाग लिनुको केही कारणहरू छन्। किन भाग लिनु पर्यो त्यो चुनावमा भन्दाखेरि देश विषम परिस्थितिमा छ। यतिखेर अहिले हामी सरकारविहीन अवस्थामा छौँ, संसदविहीन अवस्थामा छौँ। हाम्रा राष्ट्रिय नीति निर्णयहरू अवरुद्ध भइरहेका छ। राष्ट्रिय योजनाहरू कार्यान्वयन
अप्ठ्यारा भइराखेको अवस्था छ, त्यो रोकिराखेको अवस्था छ। त्यसो भएको कारणले गर्दाखेरि केन्द्रको सरकार बनाउनलाई यो 21 गते चुनाव हुँदैछ। त्यो चुनावमा मैले पनि भाग लिने निर्णय गरेँ र श्रम संस्कृति नामक तपाईँहरूकै पार्टी, जनताको पार्टी, गरिबको पार्टी, किसानको पार्टी, मजदुरको पार्टी, काम गरी खाने वर्गको पार्टी स्थापना गरेर चाहिँ यसपालि हामीले चुनावमा भाग लिएर हाम्रो चुनाव चिन्ह रहेको छ दुई हातमा, तपाईँको दाहिने र देब्रे दुई हातमा अन्जुलीमा रहेको यो देशको माटो चुनाव चिन्ह माटो। यो चुनाव चिन्हमा यहाँहरूले भोट हालेर यसपालि स्वदेशी विचार, स्वदेशी राजनीति, स्वदेशी अर्थतन्त्रलाई जिताउनुपर्छ। त्यो अर्थमा यो चुनाव भनेको तपाईँको आफ्नो चुनाव हो। तपाईँ आफै जित्न चाहनु हुन्छ भने यो चुनावमा भोट के अरे तपाईँको चुनाव चिन्हमा भोट हाल्नु। यहाँहरू सबैलाई म त्यो अनुरोध गर्न चाहन्छु। धेरै कुरा राख्न चाहन्न। अबको हाम्रो विकास भनेको आर्थिक विकास, आर्थिक विकासमा केन्द्रित हुनुपर्छ हाम्रो राष्ट्रिय विकासको मोडल। आर्थिक विकास भन्ने बित्तिकै हामीसँग पैसा आउनु पर्यो है। हामी राम्रो बाटो त बनाउँछौँ, तर राम्रो बाटोमा मोटरसाइकल किनेर कुदाउन सक्ने पैसा हामीसँग हुँदैन है। त्यसो भएको कारणले गर्दाखेरि हामीसँग प्रशस्त पैसा होस्, आर्थिक विकास हाम्रो होस् भन्ने यदि हामीलाई लाग्छ भने हामीले चुनाव चिन्ह माटोमा भोट हाल्नुपर्छ। यसपालि हामीसँग यो देशको अर्थतन्त्रलाई कसरी उठाउने भन्ने विचार छ। त्यो एउटा उद्देश्यका साथ हामी अगाडि बढेका हौँ। काम नगरी पैसा कमिँदैन। हामी विदेश गएर पैसा कमाएर ल्याउँछौँ, विदेशमा गएर आराम गरेर हामीलाई पैसा त्यतिकै प्राप्त हुने होइन। विदेशमा हामी पैसा कमाउनका लागि श्रम गर्छौँ। कोरियामा हेर्ने भने यतिखेर हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरू दिनको 12 घण्टा थोरैमा 16 घण्टासम्म 18 घण्टासम्म काम गरिरहेका छन्, श्रम गरिरहेका छन्, जसले गर्दाखेरि महिनाको 2 लाख 3 लाख 1.5 लाख कति हुन्छ पैसा कमाइरहेका छन्। अनि त्यो कमाइ हुन्छ भन्ने लोभले, त्यो कमाइ हुन्छ भन्ने बुझाइले, त्यो कमाइ हुन्छ भन्ने एउटा चाहिँ के अरे ल आउनुहोस् आउनुहोस् गरी खानुपर्छ, गरी खानुपर्छ हो। धन्यवाद। चुनाव चिन्ह चाहिँ माटोमा भोट हाल्नु ल है। यस्तो श्रम गर्ने मान्छेले श्रम संस्कृतिलाई भोट हालेन भने पाप पनि लाग्छ भनेर भन्दै थियो तल्लो घरको काइला बाजेले। किन हाँस्नु भयो? हो त, काइला बाजेले त्यसो भन्दै हुन्थ्यो हिजो सुनेको मैले। त्यसो भएको कारणले गर्दाखेरि श्रम नगरिकन पैसा कमिँदैन होइन। विदेशमा गएर हाम्रो दाजुभाइले पैसा कमाउनुहुन्छ, कसरी कमाउनुहुन्छ त्यहाँ भन्दाखेरि त्यहाँ गएर काम गर्नुहुन्छ है। कि त दिनभरि उभिएर यत्रो खुट्टा तपाईँको सुनिन्जेल दिनभरि उभिएर सेक्युरिटी गार्ड गरेर पैसा कमाइरहेको हुन्छ, कि त फ्याक्ट्रीमा मेसिन जत्तिकै यत्तिकै 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 हात चलाएर पैसा कमाइरहेको हुन्छ, कि त बेलचा हानिरहेको हुन्छ, कि त केही न केही गरिरहेको हुन्छ। त्यसो भएको कारणले विदेशमा गएर चाहिँ पैसा किन कमिन्छ त भन्दा विदेशमा श्रम गर्छन्। हाम्रो देशमा चाहिँ श्रम गर्ने कल्चर छैन। काम गऱ्यो भने सानो भइहालिन्छ है। एउटा सानो काम गरौँ कि यहाँनिर मैले यसो फोहोरहरू टिप्यो भने आची त्यो त मेयर भएर फोहोर टिपेको हेर, त्यो दिमाग खुस्केछ है। तपाईँले त्यहाँ यसो बारी खन्नु साँच्ची, बारी खन्दै त पसिनै पसिना गनाउँछ, छ्या उता जा भनिहाल्छ पानीमा। हाम्रो देशमा चाहिँ काम नगरी बस्ने बानी छ होइन है। बिहान चाहिँ नि भात खाइन्छ अनि बेलुका दिउँसो केटाकेटीलाई स्कुल पठाएर सुतिन्छ 2 घण्टा जति होइन। अहिले पनि बात सुतिराख्नु भएको तपाईँहरू त्यस्तो भयो सरी भनेर भनेको भनिदिनु है। सरी त भनेको नसोचौँ, दिनमा नसोचौँ, केहीलाई केही गरौँ होइन। बारीतिर सोच्नेतिर बाहिर बाटातिर गमलामा खोर्सानीहरू रोप्छ, फुलहरू रोप्छ। यदि त्यो खालको देश बनाउने भने श्रम संस्कृतिले चुनाव जित्नुपर्छ। हामी त्यस खालको देश बनाउँछौँ है। काम गरिसकेपछि उत्पादन बढ्छ, उत्पादन बढिसकेपछि हामीसँग चाहिँ के हो त भन्दाखेरि पैसा हुन्छ क्या। हामीसँग केही कुरा बेच्ने छैन, के बेच्ने? न टमाटर बेच्ने छ, न तपाईँको चाहिँ के अरे खोर्सानी बेच्ने छ, न धान बेच्ने छ, न दाल बेच्ने छ, केही पनि बेच्ने कुरा छैन।
जो मान्छेले किनेर जीवन चलाउँछ त्यो मान्छे गरिब हो। यति कुरा बुझ्नु। जो मान्छेले बेचेर जीवन चलाउँछ त्यो मान्छे धनी मान्छे होइन। जो मान्छेले किन्नु पनि पर्दैन, बेच्न पनि सक्दैन, जस उसको उत्पादनमा आफै तपाईँको चाहिँ होइन बाँचिरहेको छ भने त्यो चाहिँ आत्मनिर्भर हो। मैले 3टा कुरा भने है, फेरि याद गर्नु। जो मान्छेले किनेर जीवन निर्वाह गर्छ त्यो गरिब हो। आज नभए पनि भोलि त्यो गरिब हुन्छ, भोलि नभए पनि पर्सि हुन्छ। जो मान्छेले बेचेर निर्वाह गरिरहेको छ त्यो मान्छे धनी हो है। तर जो मान्छे चाहिँ तपाईँको आफ्नो कमाइले आफू पालिएको छ भने त्यो चाहिँ होइन तपाईँको आत्मनिर्भर निर्वाहमुखी हो। कमसेकम पनि हामी निर्वाहमुखी हुनुपर्छ भन्ने तर्क श्रम संस्कृतिले राख्छ। त्यसो भएको कारणले गर्दाखेरि यो एउटा एक ठाउँ चुनाव हुने, एउटा सांसद जित्ने, एउटा सरकारमा जाने, फेरि पुरानै खालको काम गर्ने भन्दा पनि यसपालि नयाँ काम गर्न चाहेको छ श्रम संस्कृतिले। र त्यसको सुरुवातकर्ताको रूपमा र सुनसरी 1को उम्मेदवारको रूपमा म तपाईँको अगाडि आएको छु। घर दैलो गर्दै गर्दै आएको छु। तपाईँको घर दैलो धेरै टाढा टाढा हामी नरहे पनि थुप्रै घर अब धरानमा छ है। फेरि म दिनभरि कुदेर पनि अरू ठाउँमा पनि पुग्नुपर्ने भएको कारणले अब भोलि फेरि पश्चिमतिर जानुपर्ने छ, भोलिदेखि मेरो अरू ठाउँतिर। त्यसले गर्दा तपाईँको घर दलानमा घर दैलोमा म आउन नभ्याए पनि चुनाव चिन्ह माटोलाई नबिर्सिनु होला। म तपाईँहरूको अत्यन्तै इमान्दार सेवक हुँ। मैले नगर प्रमुख भएर काम गर्दा एकै पैसा पनि भ्रष्टाचार गरेको छैन, एकै पैसा पनि तपाईँको छैन होइन मैले अनियमितता गरेर जोडेको छैन, केही पनि मैले चाहिँ तपाईँको चाहिँ बिगार्ने काम गरेको छैन। जति सक्दो मैले जोड्ने काम गरेँ होइन। यो बस पार्क मेरै कार्यकालमा निर्माण भएर सम्पन्न भएको छ, सञ्चालनमा आउँछ होला। त्यस वरिपरिको चाहिँ इर्द गिर्द बाटाहरू भयो, खानेपानीको चाहिँ सहजता पहिला सोचदेखि समस्या थियो पर्थ्यो, अहिले चाहिँ अब चैत लागिसक्दाखेरि पनि तपाईँको घरमा पानी आइराखेको छ। ती सम्पूर्ण कुरा श्रमबाटदेखि लिएर हरेक 9वटा र खोलाको पानी जोडेर खुवाएको छु मैले तपाईँलाई होइन। त्यसमा तपाईँहरूले मलाई सहयोग गर्नुभएको छ, सबैलाई धन्यवाद दिन चाहन्छु। यस्तो खालको एउटा सेवक यसपालि अब केन्द्रमा गएर काम गर्न चाहिरहेको छ र केन्द्रीय नीति त्यो खालको हामीले बनाउनुपर्छ। यता आउनु त भान्जा, भान्जा यता आऊ, त्यहाँ यता आऊ, यहाँ खेल्यो यता खेल्यो त्यहाँ। यस्तो भान्जाहरूको होइन। यो भान्जा कसको छोरा हो त? यहाँ छ बाबा मम्मी कोही हुनुहुन्छ यहाँ? ओह है यो भान्जा है, यो भान्जाहरूको भविष्य यही देशमा होस् कि नहोस्? के भन्नुहुन्छ? अब नहोस् भन्नुहुन्छ भने त जेसुकै गर्नु, जतासुकै जानु, म पनि केही भन्दिनँ। किन बोल गरिराख्नु त मैले मात्रै? मेरो पनि छोरा त्यत्रै छ क्या होइन। मेरो छोरा जस्तै हो पनि। यस्तो छोराहरू होइन, मसिना नानीहरू करोडौँ छन् हाम्रा। ती करोडौँ नानीहरूको म भविष्य हेर्छु, केही देख्दिनँ। अहिले एयरपोर्टमा गयो भने यतिखेर पनि ठुलो मान्छे जाँदैछ होइन, भरे बेलुका गयो भने जाँदैछ। 12 बजी जानुपर्छ। 1000 जना 2000 जना हाम्रो युवाहरू है +2 गरेर विदेश गइराखेको देख्छु होइन। रुँदै गइरहेको हुन्छ, आमाहरू पनि आएको हुन्छ, बाबुले श्रम जाँदा गइरहेको हुन्छ, श्रीमानलाई त अब श्रीमती गइरहेको हुन्छ है। आमा गइराखेको हुन्छ, त्यत्रो नानीहरू छोडेर गइराखेको हुन्छ। यो सारा कुरा के भयो हाम्रो देशमा? यो प्रश्न आउने हो, के भएर यस्तो भयो भन्दाखेरि हाम्रो राष्ट्रिय राजनीति ठिक भयो। त्यसो भएको कारणले त्यो राजनीति जानेर चाहिँ तपाईँको बिग्रेको छ, त्यहाँ सच्याउनको लागि म जाने होइन विचार गर्दैछु। तपाईँहरूले मलाई साथ दिनु, देश बनाउनलाई मलाई साथ दिने हो त्यति भन्न चाहन्छु। तपाईँहरूले देश बनाउनलाई मलाई साथ दिनलाई मैसँग पूर्व पश्चिम कुदिनुपर्छ, पश्चिम म जस्तो काले भैन्जल भन्ने होइन। तपाईँहरूले भोट हालिदिनु न अङ्ग्रेजीको मात्रामा होइन। त्यति भए तपाईँले मलाई साथ दिएको भइहाल्यो नि होइन। म यति भन्न चाहन्छु। सबैको जय हो, नमस्कार छ, धन्यवाद। ल तपाईँको घरमा एकछिन आउँदैछ है, म चुनाव चिन्ह दिँदै हिँड्छौँ हामी। धन्यवाद। नमस्ते नमस्ते। यताबाट यस्तो गरेर यस्तो आउँछौँ है हामी। ल उमै जाँदा गरी हुन्छ, हामी यहीँबाट जाँदा हुन्छ। हामी चैत्रको घर दैलो कार्यक्रममा हामी सुन्नमा छौँ। नमस्ते नमस्ते नमस्ते।
जिन्दाबाद सम्पूर्ण साथीहरू नारायण सोरा भिडियो भाइरल हुने भने एक दुईजनाको मात्र हो है भविष्यको प्रधानमन्त्री पनि हुनुहुन्छ होइन एकदम राम्रो लाग्यो मलाई कहिले भेटौँ भयो थियो आज छुनु पनि पाइयो होइन उहाँको भनाइले छुनु पाउनु सरकार होइन सबैले भेट्नु पाउनु सरकार चाहना माहौल हो जिन्दाबाद जय माटो जिन्दाबाद जय माटो जय देश गर्न त यहाँ बोल्नु दिँदा हुन्थ्यो हेलो सर यो अग्लो ठाउँमा लिउँ न अग्लो ठाउँमा छ अलिकति बात गर्नुहोला कृपया यहाँ उभा अनि भाषण गर्न आउँदा कहिले नभेटेको मान्छेहरूले भेट्छ है हामी त रातै सुन्नको लागि यति बेला निकै नै तपाईँ पनि काङ्ग्रेस पनि काङ्ग्रेस यसपालि चेन्ज माटोमा दिदी माटोमा काङ्ग्रेसले के गरेर यति बेला होइन अब हामी चेन्ज गाडी बाटो छोडिदिनु हेलो हेलो सबैजनालाई हार्दिक नमस्कार छ। अब एक दुईवटा कुरा राखेर हामी बिदा हुन्छौँ। यहाँहरू सबैजनालाई यसरी बेलुकी पख भए पनि भेट्न पाउँदाखेरि अत्यन्तै हर्षित छु म। तपाईहरु पनि खुसी हुनुहुन्छ होला हैन? अब मैले
2 मिनट जति मैले आफ्नो कुरा राख्न चाहन्छु 2 मिनट जति अब यो आउँदो फागुन 21 गते चुनावमा तपाईहरुले अन्जुलीमा रहेको माटो यो देशको माटो धरानको माटो तपाईको दुईटा हातमा रहेको यो देशको माटो यो चुनाव चिन्हमा तपाईहरुले आफ्नो अमूल्य मत लगाउनु होला यहाँहरु सबैजनालाई म भन्न चाहन्छु यदि तपाईहरुले इमानदार मान्छे हुन्छ एकछिन इमानदार मान्छे यो देशको नेतृत्व होस् इमानदार मान्छे तपाईहरुको सांसद भएर सदनमा पुगोस् भिजन भएको मान्छे काम गर्ने मान्छे हैन पसिना बगाएर अगाडि बढ्न चाहने मान्छे यो देशमा काम गरेर श्रम गरेर समृद्धि ल्याउन चाहने मान्छे यदि यो देशको नेतृत्व होस् भन्ने यदि तपाईहरुलाई लाग्छ भने चुनाव चिन्ह माटोमा भोट हाल्नु होला तपाईहरु सबैजना यहाँ स्थानीय आमा बाबा दाजुभाइ दिदीबहिनी बान्जा भान्जी र जेन्जीहरु सबैलाई मेरो हार्दिक सम्मान छ हार्दिक अनुरोध छ गफ गरेर देश बन्दैन हैन गफ गरेर देश बन्दैन यदि गफ गरेर देश बन्ने हो भने हामी सबैले गफै गरिरहौँ गफ गरेर देश बन्दैन कामले मात्रै देश बन्छ त्यो भन्ने तपाईको छैन कुरालाई एउटा अभियान बनाएर हामी अगाडि बढिरहेको कुरा यहाँलाई जानकारी छँदैछ श्रम संस्कृति पार्टी भनेको यो देश हामी आफैले बनाउन सक्छौं बनाउनु पर्छ विदेशीले फाल्दिएको हैन तपाईको छैन के रे रोटी खाएर आफ्नो भोट मेटाउनु हुँदैन भन्ने खालको विश्वास राख्ने पार्टी यहाँ सबैजनालाई त्यो निवेदन गर्न चाहन्छु यो श्रम संस्कृति पार्टी कसले बनाएको पार्टी हो भन्दाखेरि हर्क साम्पाङ भन्ने मान्छेले बनाएको पार्टी हो त्यो हर्क साम्पाङ चाहिँ को हो त भन्दाखेरि तपाईहरुकै लागि तपाईहरुकै सेवा सुविधाका लागि हैन तपाईहरुको दुःखमा तपाई सँगसँगै नारिएर पसिना बगाउने दिनभरि तपाईको चाहिँ श्रम गर्ने धुस्रे र फुस्रै भएर हिँड्ने सुकिलो मुकिलो जीवन त्यागेर है अरु पालिकाको मेयरहरु जस्तो होइन तपाईको चाहिँ खोला खोलीमा तपाईहरु सँगसँगै एउटा ज्यामी सोचेर काम गर्ने मेयर हर्क साम्पाङ त्यसो भएको कारणले गर्दाखेरि तपाईहरुको दुःख हर्क साम्पाङले जति बुझेको छ र जति बुझ्न सक्छ जति बुझ्न सक्दछ त्यति अरूले बुझ्न सक्दैन भन्ने हाम्रो दाबी हो तपाईहरुलाई तपाईहरुको दुःख बुझ्ने मान्छे चाहिन्छ कि सुख भोग गरेर कुदिने मान्छे चाहिन्छ हो तपाईहरुको दुःख भोग्ने तपाईहरुको दुःख बुझ्ने मान्छे यदि चाहिन्छ भने त्यो मान्छे नै अर्को साम्पाङ हो तपाईहरुले मलाई मौका दिनुभयो 3.5 वर्ष जति मैले काम गरे त्यसमा धरान उपमहानगरपालिकामा बजेटको काम ठेकदारले गर्ने काम रेड बुकको काम एक किनारामा भयो भने अर्को किनारामा श्रमदानको विकास भयो त्यसो भएको कारणले गर्दाखेरि धरान उपमहानगरपालिकामा भएको विकास अरु पालिकामा भएको विकास भन्दा दोब्बर डबल 2 गुना बढी विकास भएको कुरा हामी बुझ्न सक्छौं र त्यो मोडलबाट यदि देशको विकास गर्नुपर्ने यदि हामीले हो भने हामीलाई विकास छिटो गरी चाहिएको छ कि ढिलो चाहिएको छ छिटो चाहिएको छ जे पनि हामीलाई छिटो चाहिएको छ हैन